सकिगयो नि। गरिब तथा विपन्न वर्गका मानिसहरू चौतारामा भेला भइदिनु होला। सूचना 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 भोलि बिहानै गाउँमा विपन्न गरिब दुखी असहायलाई महाजनद्वारा खानपिन तथा केही नगद समेत वितरण गरिने कार्यक्रम रहेको हुँदा गरिब तथा विपन्न वर्गका मानिसहरू चौतारामा भेला भइदिनु होला। ए त्यो हो भने भोलि दौलाले पैसा बाँड्ने भन्यो त चौतारा जानुपर्ने भयो भोलि। होइन बुझे के को मागी हो यो? के हुँदैछ गाउँमा? यो चाहिँ यो गाउँमा रहेका गरिब दुखी विपन्नलाई महाजनद्वारा नगद वितरण कार्यक्रम रहेको छ। भोलि चौतारामा भेला हुनु है। सूचना 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 भोलि बिहानै गाउँमा विपन्न गरिब दुखी नगद वितरण असहायलाई महाजनद्वारा खानपिन तथा हन यो गाउँको गरिबको पराकाष्ठा भनेको त्यही पाँडे थियो। यसलाई पनि भोलिको नगद वितरणको खबर गरिदिनु पर्यो। यसको केही उधार हुन्छ कि भनेर आएको हन कोही पनि पो छैन त। खुपीका बाबु कङ्गाले देखिछस् त पनि? आफू नि आफू राम्रै हुल्यामा आएको छस्। महाजनको अगाडि यो अभिगत देखाउँदा उनको आँखामा परियो अनि उनको मन पग्लेर केही रकम थपिन्छ कि भनेर। आफूको त नाटकै गर्नु पर्दैन। गाउँ त मस्तै समस्या भएको भनेको मै हौ। मार्जाले आफै जानेकन मुखन त मस्तै व्यवस्था गरिदिने भन्ने लागिरहेछ है। ल हन यी दयालु दानवीर महाजन चाहिँ को रहेछन् त? नमस्कार हजुर। एक छाक खाना पनि ढाउनु पर्यो। केही सहयोग गर्नु पर्यो महाजन। म कहाँ महाजन हो र? अनि को त महाजन? वेलकम माई होम काका। अब यो हवेली सबै तिम्रो। म एउटा बिजनेस मिटिङका लागि थाइल्यान्ड जानु छ। यो सारा सम्पत्ति तिमी सम्हालेर बस। पाडे होइन भने यो को पाडे? उहाँ त ठुलो हृदय भएको दानी महाजन, यो गाउँको ठुलो समाजसेवी महाजन। ढिला नगरिकन वितरण गरौँ। अन्त पनि जानु छ पैसाको झोलाले। अगर वीडियो अच्छा लगा तो वीडियो को लाइक कीजिए और ऐसे वीडियो देखने के लिए स्क्रीन को सब्सक्राइब कीजिए। यी तीनजना चाहिँ गरिबका पराकाष्ठै रहेछन्। यिनीहरूलाई गाडीमा हाल्नु। सुन्नु भएन महाजनले के भन्नु? लु तर गाडीमा बस्नु पर्छ। जाउँ जाउँ जाउँ। यो चाहिँ मेरो नयाँ घर। लुइडे भित्र।
सबैजना आनन्दले यो हवेलीमा बस्नु। कहाँबाट ल्याइस यो सब? पक्कै ब्याङ्क लुटिस कि हिरा भेटिस? अब के कसो भन्दा पनि यो मेरो मुटुको टुक्रो, मेरो प्राण प्रिय छोरो जयन्तीले गरेको तरक्की हो यो सब। छोरो भनेको त जयन्ती जस्तो हुनुपर्छ। ए देख्यौ नि यी मुलाई कहाँबाट कहाँ पुर्यायो ल। अब आज साथीहरू आएको वाइल रमाइलो गर्नुपर्छ, बुझ्यौ? तर यो हवेली अनुसारमा बस्ने तिमीहरूको उल्लिया भएन। त्यही भएर ऊ यतापट्टिको कोठामा जाने, आफूलाई जस्तो ड्रेस मनपर्छ त्यस्तै ड्रेस चेन्ज गरेर लगाउने अनि आउने हो। अब यस्तो उलियामा यो हवेलीमा बसेर खानेकुरो पनि त भएन नि, होइन? बल्ल अलि मेरा साथीहरू भन्न चाहिँ सुहाउने भयो है। ल केटा हो भन, तिमीहरूलाई कुन चल्छ? मुखना त ठरा भए पा स्पेशल कोदोको। मलाई चाहिँ अकमक्की नै पर्दैन नि। तिमीहरूलाई कुन चल्छ मलाई राम्रोसँग थाहा छ। मेरो साथीहरू भएपछि मेरै लेभलको पनि हुनु पर्यो, यो हवेलीको पनि इज्जत राख्नु पर्यो। त्यही भएर मैले सबै व्यवस्था गरिसकेका छु। सक्की गोनी। Dabur Red Pest presents Sakki Goni, powered by Dish Home Fibonate and Godrej Expert Hair Color. सक्की गोनी। अब त्यसै खाने कुरो भएन के त भन्दाखेरि राख्नु हो। यो सँग खाने सितन छैन। किन नहुनु? ए हरिबहादुर, खै सिटन रेडी भएन, छिटो ले न। यो छोरा हुनु के हो? जाति मिठो हो। साथीहरू, यो किचनमा बसेर खाइरहँदा अलि मन्चनस भयो। माथि कोठामा गएर मारी टिभी हेर्दै खाऊ, होइन? यो फुटबलमा चाहिँ मलाई मेनुको अति मनपर्छ है। मेमीले पनि राम्रो गर्दैछ फुटबलमा। हेर्छ छैन नि त खुपीका भाउ? हेर्छु, मलाई पनि मम्मीको असाध्यै मनपर्छ। अब रोनाल्डो उता गयो, अल नासिरलाई च्याम्पियनै बनाइदियो है। दाजुले तैँले फाइनल हेरिस्? हेरे, नाजिर हुसैनको होस्टल हेरे, खुब मन पर्छ मलाई। मलाई फेरि टोटल ह्याङ चाहिँ ठिकै लाग्छ है। यो
यो फुटबल भन्छ पनि अरू केही रमाइलो कार्यक्रम छैन तँतिर जाउँ न बरु दिमाग दुख्यो मेरो ए तँलाई बोरिङ लाग्यो हो पकाइदिए एकैछिन अरूभन्दा बरु एक छुट्टा गाई म पनि यही हेरौँ ल मेरो पनि फेभरेट यही हो म त झन् बिहान 4 बजेसम्म हेर्छु यो नि त काइदा ए भाइ तिजको बेलामा नानीहरूलाई राम्रै प्रस्तुति दिँदा रहेछ नानीहरू कुन जिल्लाका रहेछन् यी त विदेशी जस्ता छन् लिन्छन् है लिन्छन् जहाँका जुन जिल्लाका भए पनि प्रस्तुति हेर्ने हो हेर नि तिमी लुपाडे साथी के तकझक गरिस जान त मन थिएन तर सधैँभरि बसेर पनि त हुन्न ल यसो गर त मन थिएन तर सधैँभरि बसेर पनि त हुन्न ल यसो गर तिमीहरू तीनैजनाले गर त ल मुखमा बुझो लगाइदिएको नि अब यो चाहिँ तिमीहरू बाटोमा जाँदाखेरि यसो खाजा खाँदै जाओ भनेर बाटो खर्च दिएको नि खासै साथीले केही गर्न सकेन भनेर चिन्ता नमाना हो है के गर्नु अहिले आफ्नो बिजनेस अलिक डाउन भएको टाइम पर्यो मुखन त यो पैसा भन्दा पनि त्यही टिभी मन परिया छियो अब टिभी त फेरि पनि हेरौला नि के छ र होइन ल अहिलेलाई चाहिँ तिमीहरू जाऊ ल ए हुन्छ ल तिमी जाऊ जाऊ पैसाको बिटा पो हलाइँदैछ त साथीको करामत दियो नि त साथीले होइन यस्तो बिटा पैसा दिने को साथी हो ए त्यही पाँडे नि पाँडेका घरमा गएर मुख गर्नुपर्छ मुख बुझो लगाइदिनलाई एक बिटो पैसै हालिदिन्छ ओहो भनेपछि पाँडेकामा गएर गरेपछि 1 लाखको बिटो हालिदिने हो त पाँडेको नयाँ घर त थाहा होला नि त्यो त थाहा छ भनेपछि पाँडेको नयाँ घरमा गएर गर्नु पर्यो पाण्डेजी ए त पनि मुख बुझुलाई माग्न आएको एकछिन पखाइ त बाबु तिजाको गहना लाउन पाइएन भनेर बुढी किचिज गरे थिए अब टन्न पैसा लिएर गएर पुरै गहना भरि बनाइदियो अट्न चाहिँ अट्छ कि अट्दैन मुखमा जाम्ना अस्ति भर्खर मैले तँलाई
मेरो कटेज बारबेर गर्नु पर्यो, घर खर्चको लागि अलिकति गर्जो टार्नु पर्यो, 15वटा सय जति भए लिएन भन्दाखेरि मलाई कसरी बचन लाएको थिइस्। अहिले चाहिँ मैले तँलाई पैसाको बुझो लगाइदिनु पर्यो होइन? तँ जस्तो डाम्नालाई त लाउने नै खोयाको बुझो, बुझिस्? बाटो लाग, बाटो लाग। सकिगयो नि। Dabur Red Pest presents Sakki Goni, powered by Dish Home Fiber Net and Godrej Expert Hair Color. सकिगयो नि। बुढो तिज पनि आउन लाग्यो, यसपालि मलाई के किन्दिने? तिमीलाई के किन्दिने भन्दाखेरि पोहोर मैले तिमीलाई के किन्दा थिएँ? के पोहोर हाम्रो भेट भएको थियो र? कसलाई किनिदिनु भएको थियो पोहोर? ए साँच्चै पोहोर त हाम्रो भेटै भएको थिएन त। यसपालि तिमीलाई म एउटा बहुमूल्य टोकन दिन्छु। के थियो? त्यो क्या त्यो? मलाई अरू केही कुरा थाहा छैन। यसपालिको तिजमा हल्ले मलाई राम्रो दुपट्टाको साडी किनिदिनु पर्छ। दुपट्टाको होइन, यसपालि म तिमीलाई चौपट्टाकै राम्रो साडी किनिदिन्छु। वाह, चिउरीको चिल्लो पात सिरानी लाउन देऊ, बहिनीको दाहिने हात आकाशमा तिल घुम्यो फान बहिनी तिम्रो ए होइन है, नुहाए भयो नि, के कपाल कन्याएर बसिरहेको छस्? अब ननुहाएर भन्दा पनि नि भाउ, गोजीमा सुक्को नभएपछि यो कपाल एकदम चिलाउँदो रहेछ। सुरुले यसपालि तिजमा दुपट्टाको साडी लाउने कुरो गरिन्, 5000 जति होला त भाउ? छ भने 600 पाउन। कसो किता आफ्नै स्वास्नीलाई साडी पेटीकोट किन्न बाउसँग पैसा माग्न लाज लाग्दैन तँलाई? एउटी स्वास्नी पालन सक्नेले किन बिहे गर्नु रे? यसो कुरोमा कुरो पो राखेको त तिमीसँग। मेरो सुरुलाई एउटा दुपट्टाको साडी किन्न नसक्ने मान्छे हो म। अलिकति छ कि भए गोजिनु भनेर भन्दाखेरि यत्रो रिस। राम 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 राम। सुरु दुपट्टाको साडी आउँछ है तिमीलाई, म किनिदिन्छु। तिमीलाई डुरे ए म डुरे ओके, तैँले पनि मलाई सम्झिन्छस्? तैँले पनि मलाई सम्झिन्छस् रे? तँलाई त म यति सम्झिन्छु नि, लास्टै क्या। अहिले पनि ठ्याक्कै सम्झना आयो अनि सम्झिहालेको। गफ नदे, बिहे गरेपछि साथीभाइलाई तैँले कसरी बिर्सिया छस् भन्ने कुरो त मलाई थाहा छ के कके। तँ एउटा कुरा चाहिँ मलाई बता त, बिहे गरेपछि के त्यस्तो चिज हुन्छ हो साथीभाइ बिर्सिने? त्यस्तो कुरा छोड्दैन, म अलिकति घरासी परिबन्धमा परेँ नि त। विवाहित भएपछि अलिकति व्यवहारिक हुनुपर्दो रहेछ हौ केटा। तपाईँलाई थाहा छ त, मैले सुरुसँग बिहे गरेँ नि त। आई नो, तैँले सुरुसँग बिहे गरिस्, मैले सिए सुरु गरेँ। सिए भन्नाले? हल्का सिगरेट र अल्कोहल सुरु गरेको अवस्था सकिगयो नि। कस्तो हँसाउँछस् भने नि तैँले, यो खालको पञ्चहरू तेरो मुखबाट सुन्न नपाएको पनि धेरै भएको थियो क्या मैले। ठिक र सुन्न, हुन त तँसँग पनि के नै होला र तँ पनि बेगारी नै होस्, तर आज मलाई 500 हजारले अप्ठ्यारो पर्यो। के छ तँसँग होला? पुलमा आइज। पुल? ए पुलमा? ल म आइहालेँ। आउँदैन त, पुलमा आएर बसेँ भनेर म आएर बसेँ, ऊ चाहिँ आउँदैन। कके मान्छे पुलमा आएर बसेको 1 घन्टा भयो यार। अघि नै आउँदिन भने भए बरु म पनि आउँदिन थिएँ नि।
म पुलमै छु त। खोइ देख्दिनँ त अनि तँलाई म। ए पाण्डु, तँ कुन पुलमा छस्? म ठ्याक्कै यो रानी पानीको पुलमा बसिनी राखेको छु। थुक्क सहित पुल हाउस भनेको के मैले, पुल हाउस। मिस्टर जिग्रीले बजारमा अहिले पुल हाउस खोलेको छ नि त। हो, यो पुल हाउसमा आइज भनेको। ए पुल हाउसमा भनेको थिइस् तैँले? मैले अलिकति कुरो बुझिनछु नि त। ल ल म आइहालेँ। पुल हाउस भनेपछि यही नै होला। जिग्री पुल कहाँ छ त? कहाँबाट गइसक्यो पर्छ? तेरो दाइले कहाँबाट कहाँ फड्को मारिसक्यो। बिजनेस कके बिजनेस बिजनेस गरेपछि त पैसा त मालामाल। अनि मलाई पनि मिसाएको भए हुन्छ नि त। राम्रो कामको लागि सम्झिँदैन? यो चाहिँ यस्तो क्या कके, एउटा इमर्जेन्सी केस सल्भ भनेपछि सुरु गरे हो के। छोड्दे, के अरे तेरो अन्तिम भनाइ चाहिँ? अन्तिम भनाइ चाहिँ त्यही 5000 जिग्री। अप्ठ्यारै पर्यो के? 5000 होइन कके, म तँलाई 1.5 लाख गन्दिन सक्छु। तर तैँले मेरो एउटा काम गरिदिनु पर्यो। फेरि तैँले सक्छस् पनि के, आइडिया मास्टर हो नि त। आइडिया लगाउनु त म चुक्दिनँ नि। के काम हो भन्? त्यो काकु भन्ने डाकुको घरमा चाहिँ एक पञ्च नेपालगञ्ज भन्ने एउटा पाण्डुले इन्ट्री मारे रहेछ के। त्यसको दादागिरी चाहिँ अलिक बढ्दै भयो। ओ हेर्नु, मेरो ड्राइभरलाई एक पञ्च दिएछ, 1 हप्ता भइसक्यो उठ्नै सकेको छ, सुतै छ। त्यसको नाम पनि मित्र कि चित्र के भन्ने रहेछ क्या। हो, त्यो पाण्डुलाई चाहिँ तैँले उठाउनु पर्यो। मेरो यो काम गरिस् भने नि कके, तँलाई 1.5 1.5 पेटी गरिदिन्छु। अब आइडिया लाउनु परेपछि भयङ्करै ठुलो केस जिम्मा लाउला भनेको त्यो कुन चाहिँ एउटा फुच्चे उठाउने कुरो पो गर्छ। लु त्यहाँ क्यास जम्मा गर्दै म तुरुन्तै गरिदिन्छु। बेस्ट अफ लक कके। ओए फरानी, ये साह्रो जिम्मेवार बिन भयो हो गाठे। राज्यले कुनै काम दिए नि म त गरिदिन्थे हौ। ए बोले सुन्न, मेरो भर्खरै जिग्रीसँग भेट भएको थियो कि। जिग्रीले त के गरेछ नि यहाँ, पुरै लखपति भएछ। अब उसको पुरै प्रगति सुनाउने हो भने त तँलाई साइडमा पानी राखेर सुनाउनु पर्छ। तँ बिहोस हुन्छस्। अब अहिलेलाई चाहिँ त्यो काकुको घरमा मित्र कि चित्रे भन्ने आएको रहेछ, त्यसलाई उठाउनु पर्यो। त्यसलाई उठाउने बित्तिकै जिग्रीले 1.5 लाख दिने कुरो भयो। ए आमा हो, 1.5 लाख भनेपछि त्यसलाई उठाइदिनु पर्यो। ल फोन राख्नुहोस्, म त्यसलाई उठाइदिइहालेँ। ओ काकु बोरो, मित्र कि चित्ते भन्ने बोरो कहाँ छ? मेरो छोरो मित्रलाल घरमा नभइदिएर कहाँ भइदिए हुन्थ्यो जस्तो लाग्छ। भित्र सुतिरहेछ। हेलो मित्र बोरो। हेलो मित्र बोरो। अब छ को तपाईँ? मलाई के को लागि बिउजाउनु हो? एकचोटि जुरुक्क उठौँ त माथि। उठौँ न। त्यतिको लागि हो। फुल बडी उठाउने भन्ने कुरा त कहाँ थाहा भयो त नि मलाई। बल्ल क्लियर भयो म। त्यसलाई जिउँदै लाने कि मारेर लास लाने, यस्तै छ के सुई खुट्टे। ए जिग्री, तँ मित्रलाई मारेर लास उठाएर लिएर आऊ कि जिउँदै ल्याऊ? त्यसलाई सल्टाउँदा पनि हुन्छ है कके। ए ल ल ल भले मारेर लासै लाने कुरो हो। मार 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 जिउँदामा छटपट के होला, मारेपछि बोक्न पनि सजिलो हो। लासै लिएर जाऊ। लासै लिएर जाऊ।
छुट्टे भनेको यही सुइखुट्टे हो तँलाई ओछ्यानबाट होइन यो धरतीबाट उठाउनु पर्यो मित्र मेरो सिद्धान्त भनेको एक पञ्च नेपालगञ्ज यसो हेर्दा त ठुलै घटना घटाउन जस्तो छ नि मित्रहरू मसँग दुश्मनी मोल्नेहरूलाई बाँकी राख्दिनँ म फेरि शङ्खवाल मित्रलाई नि मेरो एक पञ्चको आवश्यक भयो होइन होइन खासमा हामी कुनै घटना घटाउन आएको पनि होइन हामीसँग एउटा संस्था छ कि त्यो संस्थाले चाहिँ विभिन्न बेवारिसे लासहरू जलाउने काम गर्छ क्या अनि गाउँमा कता कता बेवारिसे लासहरू छन् भनेर हामी खोज्दै हिँडेको भनेपछि तिमीहरू लङ्गटहरूको अभियान चाहिँ मन पर्यो है मलाई ल बेवारिसे लासहरूको व्यवस्थापन गर्ने होइन त हजुर काकु अभियानै त्यही हो हाम्रो ए एकछिन पख है त अब यो डुरे मुसाको लास पनि बिहानदेखि बेवारिसे अवस्थामा छ भित्र यसको व्यवस्थापन गर्न सकिरहेको छैनौ हामीले अब तिमीहरूको अभियान नै त्यस्तै रहेछ लासको व्यवस्थापन कता गर्ने भनेको छ तिमीहरूको संस्थाले यो डुरे बोकेर हिँडिहाल त लु व्यवस्थापन गर्न हिँड अभियन्ता मित्रहरू के मुखामुख गरिरहनु भा लास बोकेर हिँडिहालौँ न नत्र थाहा होला नि एक पञ्च नेपालगञ्ज होइन बरु अब यो डुरेलाई धेरै टाढा लानु पर्दैन यतै कतै गाड्दिउँ होइन काकु बोरा कहाँ गाड्ने कुरा गर्नु भयो है मित्र यो डुरेलाई त घाटमा लगेर बक्काइ त जलाउनु पर्छ डुरेको हातमा भड्क्यो भने घरमा तर्साएर उदुम गर्दैन तसर्थ घाटमै लिएर जाउँ हिँड हिँड छिटो हिँड तिमी जे देखिरहेछौ एकदम ठिक देखिरहेछौ सुरु यहाँ एउटा डुरेको असामयिक निधन भएछ अनि छास त्यहाँ दासस्कार गरेर फर्क्यौँ भनेर म यतातिर पो लागेँ त अनि मेरो दुपट्टाको साडी चाहिँ प्रक्रिया त्यही हो त्यही प्रक्रिया अन्तर्गतै म यो डुरेको दासस्कारमा लागिरहेको छु दुपट्टाको साडी आउँछ अब यो डुरे मुसालाई विधि विधान सहित चिता बनाएर जलाएर दाह संस्कार गर्ने भले दाउरा खोल्नु त ओके अझै उठाइनस् त्यसलाई तैँले उठाएरै त कुरा गरिरहेछ त अनि उठाएर कहाँ लगिस् त घाटमा नि बलेर ममिलेर दाह संस्कार गरिरहेछौँ तरिका मैले अनुहार हेरेको छैन कहाँ दाह संस्कार गरिरा होइन अनुहार पनि त्यति हेर्न लागेको छैन मुसाकै परेको छ त्यही तँलाई अहिले म मेसेन्जरमा फोटो खिचेर पठाइदिउँला वाट्सएप गर्दै पनि हुन्छ ओके मेरो भाइ स्याबास तैँले काम खत्तै गरिस् नि त माथि मलाई विश्वास छ के ल पछि पुलमा भेटौँला है दाह संस्कारका बेला धेरै फोन चलाउने होइन छिटो गर्ने छिटो
अब यो डुरे मुसालाई दागबत्ती कसले दिने होला त? यो जगल्टेले दिन्छ दागबत्ती। यसको अनुहार पनि ठ्याक्कै त्यही मुसाको जस्तो छ। आफ्नै साथी सम्झेर दागबत्ती दे। ए जमादु त दागबत्ती दिँदाखेरि यसो रुने कराउने दुःख मनाउ गर्ने भन्ने हुँदैन। कस्तो मजाको मुसु थियो यो। जुङ्गा ठडाउँदै यता र उता कुद्थ्यो। कहिले मकैका थाङ्रामा चढ्थ्यो, कहिले धानका भकारीमा छिर्थ्यो। यो हुँदा घरै कति उज्यालो थियो। कस्तो अल्प आयुमै मरौ भने। अनि तपाईँ मित्रको चाहिँ के तरिका हो रुने? साथी पिटी पिटी रु नत्र थाहा होला नि, एक पञ्च नेपालगञ्ज। मेरो डुरे, मलाई किन बनायो टुरे? तिमीले किन आत्महत्याको बाटो रोज्यौ? काकु बरु यसलाई एन्जाइटी थियो। ए बाङ कहाँ छस् त? म यहाँ दाह संस्कार गर्दैछु। ए है अनि कसको? डुरेको। ए है अनि मैले पैसा नदिएको झ्वाका मेरै पो दाह संस्कार गरिसक्यो बाङले। कस्तो चाहिँ कुलङ्गार जन्मेछ नि यो। सकिगयो नि। Dabur Red Pest presents Sakki Goni, powered by Dish Home Fiber Net and Godrej Expert Hair Color. सकिगयो नि। Sorry, the mobile you have dialed is switched off. माफ गर्नुहोला, तपाईले सम्पर्क गर्नु। मेसेन्जरमा फोटो पनि पठाए, अहिले फोन पनि स्विच अफ हानिदिरहेछ। होइन आज के ल्याङ हानिरहेछ क्या यो ककेले। ए है भने बान किरिया नै बसिसकेको हो त डुरेको। ठुक्क बाउ जिउँदैछ। स्वास्नीलाई साडी किन्ने पैसा नदिएको न्युमा मेरो दाह संस्कार गरिवरी किरिया नै बसिसकिस्। घर त आउलास्, म तँलाई के गर्छु? ठुक्क बान मलाई कुलङ्गार। मित्र मलाई साह्रै बोरिङ फिलिङ हो। यिनीहरूलाई कडाइका साथ काजक्रिया गराउँदै गर्नु, म यसो बजार घुमेर आउँछु। जा जा जा, डुरेको आत्माले शान्ति पाउन्जेली क्रिया गरौँ। बोस अलिकति मलाई साह्रै गाह्रो उठ्नै सकिन्न, के गर्ने होला? तेरो बडीले रेस्ट नै मागो। घर गएर रेस्ट गर, ठिक भएपछि कल गर है। होइन यो पुलाउ छैन भने एक लट छिर्दिउँ न त। मित्र गाउँ घरमा पुल हाउस खुलिसकेछ नि त। गाउँमा पुल हाउस खोल्नु कुन ठुलो कुरा हो र? एडभान्स भइसक्यो गाउँ। पुल चाहिँ म पनि राम्रै रन्काउँछु है मित्र, खेल्न मिल्छ। हान्छु के हान्छु, खै गाह्रो कता छ तिमी त। स्टिक दे त। यी स्टिक चाहिँ नआनी होला मित्र, अहिले रन थन्नेर आँखै देख्यौँ। बरु गाह्रो कता छ तिमी। ओए खरानी गाह्रो देख। अब यो काँचो केरा खाइसक। त्यसपछि डुरे मुसाको आत्माको चिर शान्तिको कामना गर्दै एउटा बिरालो दान गरिसकेपछि तिमीहरू जामादूतहरू फुक्कुवा हुन्छौ।
गफेट है। सोल्टे म पनि कडै प्लेयर हो भन्ने कुरा त थाहा भयो होला नि। होइन मित्र पनि कडा हुनुहुँदो रहेछ। अब भुल पनि खेलियो, चिनजान पनि भयो। अब मित्र बिहानदेखि नै जमेर बस्नु भयो जस्तो छ। आज यसो गरौँ, मेरो आज उतै जमौँ। सोल्टे मेरो ड्राइभरलाई चाहिँ एउटाले ढाड खुस्किने गरी हानेछ कि, त्यही भएर रेस्ट गर्न घर गएको छ। अब गाडी चलाउने मान्छे पनि छैन आज, नजाउँला। गाडी साडी चाहिँदैन हौ मित्र, नजिकै छ, फुत्ते कुपिन्छ। जा नजिकै हो, नजिकै छ। नयाँ सम्बन्ध विस्तार गर्नका लागि मिस्टर जिग्री रेडी छ। ओए खरानी, पुल मात्रै खेल्ने होइन, पुल हाउस पनि राम्रोसँग हेर। ल मित्र, घर चाहिँ यही हो मेरो। के हो सोल्टी, के भइरहेछ यहाँ? यो चाहिँ कुरो के हो अनि मित्र, उहाँहरू दुईजना चाहिँ अराजक शैलीमा मेरो घरमा आउनुभयो। मलाई हमला गर्ने कुरो मैले चाल पाएपछि एक पञ्च हाने। उहाँहरू अत्तालिएर हामी त बेवारिसे लास व्यवस्थापन गर्ने टोली हौ भन्नु। आज बिहान बाबु मित्र र म भएर एउटा मुसो मारियो। त्यसलाई चाहिँ कसरी व्यवस्थापन गर्ने होला भनेर सोचिरहेको थियौँ। ठ्याक्कै त्यही बेला उहाँहरू आइपुग्नु हो। अनि डुरेको लासलाई घाटमा पुर्याएर दाह संस्कार गर्न लगाइयो। अहिले मुसाको काज क्रिया अन्तर्गत डुरेको आत्माले शान्ति पाओस् भनेर बिरालुको पूजा हुँदैछ। अब चाहिँ नि बिरालुको पूजा सकिए लगतै एउटा कुकुर पनि चाहिने भएर तपाईँलाई मैले यहाँ ल्याएको। ल मित्रले पत्याइदिएर